17 वर्षीय सृजना राई एक जिहेन्दार विद्यार्थी हुन्। उनी सानै छँदा आमाले दोस्रो विवाह गरिन्। धेरै वर्षदेखि बुबा पनि सम्पर्क बाहिर रहेकोले उनी नातेदारको संरक्षणमा झापाको बेलडाङ्गीमा बस्दै आएकी छिन्। उनका लागि अहिले पुण्य फाउन्डेसन बेसहाराको लौरो जस्तै भएको छ। लक्की ठान्छु पुण्य फाउन्डेसनले मलाई यति सहयोग गर्नुभएको छ आफ्नो पढाइको लागि। त्यसले म पुण्य फाउन्डेसनले मेरो लाइफमा मेरो फ्युचरको लागि हेरिदिनु भयो। त्यसले गर्दा म पनि पछि पुण्य फाउन्डेसनको लागि केही गर्छु। चाहेर पनि उच्च शिक्षा पढ्न नसक्ने सिर्जना जस्ता करिब 15,000 शरणार्थी बालबालिका शिक्षाको उज्यालोको खोजीमा छन्। अन्यलग्रस्त भविष्य बोकेका उनीहरूमध्ये कतिपय विद्यालय जानै पाएका छैनन्। विद्यालय गइरहेकाहरूको पढाइ पनि जुनसुकै बेला बिचल्लीमा पर्ने खतरा छ। शिक्षक र विद्यार्थी दुवैलाई तेस्रो देश पुनर्वासको कार्यक्रमले पनि भौतिक र मानसिक रूपमा प्रभावित पारेको छ। यस्ता बेला पुण्य फाउन्डेसनले नाजुक अवस्थाका 4 जना भुटानी विद्यार्थीलाई 10+2 शिक्षाको लागि छात्रवृत्ति दिएको छ। यस कार्यक्रम अन्तर्गत प्रति विद्यार्थी $200 वार्षिक रूपमा दिइन्छ। पुनर्वासमा गएका भुटानीहरूबाट सहयोग प्राप्त नभएको भए यस्तो सामाजिक हितको कार्य सम्भव हुने थिएन। Without its scholarship support, I would not have joined my higher study. I am committed to bring my dream into reality. यदि पुण्य फाउन्डेसनले मलाई सहयोग नगरेको भए म अहिले शिविरमै त्यस्तै त्यो चर्खाहरू गर्ने कामहरू त्यसो गर्दै हुन्थ्यो होला। पुण्य फाउन्डेसन भुटानी प्रजातान्त्रिक आन्दोलनका ज्ञात अज्ञात सहितको नाममा विभिन्न 8 देशमा पुनर्वासमा पठाइएका भुटानीहरूले स्थापना गरेको गैर नाफामुखी सामाजिक संस्था हो। अस्ट्रेलियामा दर्ता भएको यो संस्था न्याय, सशक्तिकरण र शिक्षाका क्षेत्रमा संसारभरि काम गर्ने पुनित उद्देश्यले सन् 2010 मा खोलिएको थियो। स्थापनादेखि नै यो भुटानी शरणार्थी र नेपाली बालबालिकाहरूका बीचमा सक्रिय छ। शरणार्थी बालबालिकाहरूलाई लाग्छ यसको योगदान अझै बढ्नुपर्छ। छात्रवृत्ति कार्यक्रमले विद्यार्थीहरूलाई आफ्नो भविष्यमा धेरै सहयोग गरेको छ। पुण्य फाउन्डेसनले छात्रवृत्ति प्रदान गरेर दुःख पाएका शरणार्थी विद्यार्थीहरूलाई उनीहरूको भविष्यमा अझ राम्रो उनीहरूको ज्यानदार विद्यार्थीहरूलाई अझ हौसला थपिदिएको छ भन्न चाहन्छु म चाहिँ। कुनै पनि बालबालिकाको भविष्य आफै बन्दैन। उनीहरूको सुनौलो भविष्य निर्माणका लागि परिवार, समाज र राष्ट्रको भूमिका महत्त्वपूर्ण हुन्छ। त्यसमाथि पनि देशबाटै लखेटिएकाहरूको भविष्यको लागि त सोचिदिने पनि को नै हुन्छ र। सन् 1990 को दशकमा जबरजस्ती देशबाट खेदिएका भुटानी परिवारका बालबालिकाको यस्तै बिचल्ली भयो। तीसँगै मिसिए नेपालका शरणार्थी शिविरमा जन्मेका हजारौं बालबालिका। अहिले शरणार्थी जीवन जस्तो असहज परिस्थितिमा उनीहरू शिक्षाको उज्यालो खोजिरहेका छन्। दात्री निकायमा निर्भर शरणार्थीहरू आफ्ना बालबालिकाको भविष्य निर्माण गर्न सक्ने हालतमा छैनन्। पारिवारिक विपन्नता हजारौं शरणार्थी बालबालिकाका लागि शिक्षाको उज्यालो छेक्ने कालो बादल भएको छ। त्यस्ता दाजुभाइ अथवा दिदीहरू पनि हुनुहुन्छ जुन चाहिँ पढ्नमा एकदम इच्छुक हुनुहुन्छ, तर उहाँहरूलाई फाइनेन्सियल समस्याहरूले गर्दाखेरि उनीहरू जस्तो विभिन्न एन्टी सोसल वर्क्सहरूमा जस्तो कि भाङ धतुरो युज गर्ने, ड्रग एब्युज गर्ने हो यस्तोमा इन्भल्भ भइरहेका छन्। हुन त झापा र मोरङका शरणार्थी शिविरमा शिक्षा, स्वास्थ्य, खाद्यान्न आदिको चाँजो पाँजो मिलाउनका लागि दर्जनौं संघ संस्था विगत 20 वर्षदेखि नै कार्यरत छन्। तर उनीहरूले दिँदै आएको सहयोगमा वर्षेनी व्यापक कटौती हुँदै आएको छ। यसको प्रत्यक्ष प्रभाव शिविरका बालबालिकाको शिक्षामा परेको छ। यसबाट शरणार्थी विद्यार्थीहरूको भविष्यमाथि प्रश्न चिन्ह खडा भएको छ। Up to class 10, education is good, which is provided by Caritas.
and they get the education in the camp itself. After completion of class 10, students, they have to forgo their studies because of their poverty, we can say, or poor economic condition. So keeping that in view, Pune Foundation has provided that scholarship to the students, which is really good, and because of which the students who do not have capacity to go to college because of their financial condition, they are highly benefited. शरणार्थी शिक्षाका लागि काम गरिरहेको कारितास नेपालले 10+2 पढाइका लागि दिँदै आएको प्रति विद्यार्थी वर्षेनी 4000 रुपैयाँ पनि बन्द गरेपछि सहयोगको थप खाँचो महसुस भएको छ। क्यारिटासले हालैको अवस्थामा विभिन्न फन्डहरू नदिरहेको अवस्थामा विद्यार्थीहरूलाई एकदमै समस्या परिरहेको देखेको छु। पुण्य फाउन्डेसनले साँच्चै नै चारजना हाम्रो दाइ दिदीहरूलाई स्कलरसिप दिए पनि त्यो पर्याप्त मात्रामा नभएको हुनाले अझै यो फाउन्डेसनले चाहिँ अझै यो फन्डहरूलाई चाहिँ इन्क्रिज गरेर हाम्रो समुदायमा अलिक वितरण गर्न सकेमा एकदमै शिक्षाको स्तर अलिक बढ्ने थियो कि भन्ने हाम्रो आशा। शिविर सुरु भएको 2 वर्ष पछिदेखि नै कक्षा 10 सम्मको शिक्षा निशुल्क गरिएको छ। तर पढाइका अलावा विद्यार्थीहरूलाई आवश्यक पर्ने आधारभूत सुविधाहरू पहुँचभन्दा धेरै टाढाका विषय हुन्। त्यसैले कक्षा सकिने बित्तिकै यहाँका विद्यार्थी पुस्तकालय, खेलकुद, मनोरञ्जन जस्ता अतिरिक्त क्रियाकलाप गर्ने ठाउँको खोजीमा घण्टौंसम्म शिविर र शिविर बाहिर पुग्ने गर्छन्। विद्यार्थीहरूको अर्को विडम्बना बिजुली बत्तीको अभाव हो। उज्यालोको अभावमा विद्यार्थीहरू पढ्नुको साटो समसाझै बिस्तारा सम्हाल्न बाध्य छन्। हुन त कतिपय विद्यार्थीमा शिविरको शिक्षाका भरमा केही प्रगति गर्न सकिँदैन र हुँदैन भन्ने सोचाइ पनि नभएको होइन, तर यो सबै विद्यार्थीमा भने लागू हुँदैन। उज्जवल भविष्य निर्माणका लागि दत्तचित्त भएर पढाइमा लाग्ने विद्यार्थीले सधैँ सफलता नै हासिल गरेको पाइन्छ। कक्षा 10 सम्मको निशुल्क पढाइ सकेर 10+2 शिक्षा हासिल गर्नका लागि शिविरहरूमा वर्षेनी करिब 2000 विद्यार्थी उत्पादन हुन्छन्। तर यिनको उच्च शिक्षा हासिल गर्ने धोको भने चाहेर पनि पूरा हुन सक्दैन। मणि कुमार र उसका 3 जना साथी लगायत 4 जनाले ठुलो पढ्न नसक्ने अवस्थामा पनि ठुलो योगदान पुगेको छ र यस्तो अवस्थामा रहेका अरू पनि विद्यार्थी जुन क्याम्पमा त्यतिकै पढ्न नपाएर बसिरहेका छन्, उनीहरूलाई पनि यस्तै प्रकारको स्कलरसिप प्रदान गरेर उनीहरूको पढाइको स्तरलाई अगाडि बढाउन सके अझ उच्च हुन्थ्यो भन्ने मलाई लागेको छ। पुनर्वासमा जान नपाउने वा नचाहने परिवारका बालबालिकाहरूले विदेश पुगेर केही राम्रो जीवन बाँच्न पाएकाहरूप्रति आशाको नजरले हेर्नु स्वाभाविकै हो। हजारौं भुटानीले विदेशबाट नाम मात्रको सहयोग गर्ने हो भने पनि शीत उघाएर घैला भरे जस्तै सहयोग जुट्न नसक्ने होइन। I have several company or friends who had talent in the study, but they had passed the examinations, SLC examinations in the first divisions, but they are not studying in the schools because they have no financial support to them. So my friends are getting much problems towards the study because of the finance. बुद्धिस्ट कम्युनिटीबाट विभिन्न थर्ड कन्ट्रिजहरू जानुभएको उहाँहरूको कम्तीमा पनि $1-2 पनि हाम्रो बुद्धिस्ट एजुकेसनलाई अप्लिमेन्टको लागि, जस्तो हाम्रो कतिपय इच्छुक विद्यार्थीहरू जसले चाहिँ राम्रो अवसर पाइरहेका छैनन् उनीहरूको अप्लिमेन्टको लागि चाहिँ राम्रो सहायता पुग्छ कि भन्ने हामीले आशा गरेका छौँ। Like if it is possible, then resettled people also maybe may help them for the betterment of students here who are studying in different grades and having the poor economic condition.
यस्तै सहयोगबाट शरणार्थी प्रभावित क्षेत्रका निम्न माध्यमिक र माध्यमिक तहका 4 जना नेपाली विद्यार्थी पनि लाभान्वित भएका छन्। उनीहरूलाई भने वार्षिक 5000 रुपैयाँको छात्रवृत्ति सन् 2011 देखि दिन थालिएको हो। छात्रवृत्ति पाउनका लागि स्थानीय पत्रपत्रिका र रेडियोबाट सार्वजनिक सूचना गरे बमोजिम निवेदन दिनेहरूका बीच खुला प्रतिस्पर्धा गर्नुपर्छ। विद्यार्थीहरूको छनौट गर्दा फाउन्डेसनको मापदण्डलाई मूल आधार बनाइन्छ। छनौट कार्यमा विद्यालयका प्रधान अध्यापक, शिविर व्यवस्थापन समितिका प्रतिनिधि, स्थानीय सामाजिक अगुवाहरू, शिक्षाविद तथा स्थानीय समुदायलाई समेत प्रत्यक्ष रूपमा सहभागी गराइन्छ। फाउन्डेसनले सन् 2012बाट छात्रवृत्ति कोटालाई दोब्बर गराउने लक्ष्य राखेको छ। गत वर्ष केही साथीहरूका सहयोग मार्फत फाउन्डेसनले केही भुटानी अनि नेपाली विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्न सफल भयो। फाउन्डेसन गरिबीका कारण आफ्ना बाबुआमाले पढाउन नसकेका बच्चालाई सहयोग गर्न चाहन्छ, तर धेरै यस्ता विद्यार्थी पढाउने क्षमता भने हामीसँग पनि छैन। त्यसैले फाउन्डेसन यहाँहरूको सहयोगको अपेक्षा गर्दछ। तपाईको सानो सहयोगले शारीरिक कठिनाई भएका बाबुआमा विहीन अनि गरिबका बालबच्चाले पढ्ने अवसर पाउँदछन्। यदि तपाईको आर्थिक अवस्थाले साथ दिन्छ भने पुण्य कर्ममा जुटौं, शिक्षा मार्फत गरिब बालबालिकाको उद्धार गरौं अनि साथै तिनका असहाय अभिभावकलाई सहयोग पुर्याउँ। भुटानी निरङ्कुश शासनले अन्यायपूर्वक भुटानबाट नेपालतिर र नेपालबाट पुनर्वासमा पठाइएका भुटानीहरूको आजको ससानो सहयोगले भोलिको न्यायपूर्ण भुटान निर्माणका लागि सशक्त कर्णधार तयार पार्नमा योगदान पक्कै गर्न सक्छ।